गाउँमा चाहिँ म यसको धेरै महत्त्व लिन्छु सहज थियो यस्तो पसिना यहाँ आएर के रेमोट खेल्नु के हो त्यो देखा त के हो त्यो टिसी पेपर हो यो 10 रुपैयाँ टिस्यु पेपर अरे म त यस्तो सो गाइस त्यो चाहिँ मेरो टिकटक बनाउने फोन हो यो फोन आफै अडिरहेछ टिसी पेपर यस्तोमा मसँग बुङ्गे बोकेर हिँड्छु क्या म टिसी पेपर सहज धर्दा यस्तो ल केटाले चाहिँ पैसाको टिस्यु पेपर बनाउँदैछ यार पैसाको त टिस्यु पेपर बनाउने यो चाहिँ लास्टै भिडियोको तर अब चल्छ चल्छ उसले त चलाइदिन्छ यार त के किन्नु गएको अरे त्यो टिस्यु पेपरले टिसी पेपर माग्दै क्या मैले सुपर किन्नु गएको सुपर क्लिप किन्नु गएको टिस्यु पेपर माग्नु आँटेको थिइस् अहिले टिसी पेपर भन्दै हिँड्दै थियो नि अँ टिसी पेपर मागिरहेको आन्टी छ मागिस् नै टिसी पेपर भनिदियो चाहिँ मेरो टिसी पेपर टिस्यु पेपर भनेर अनि माग्दिने यस्तो यस्तो हुन्छ हौ मान्छेहरू पनि यार पेपर त मै सेलेक्ट छ उ कन्टेन्ट क्रिएटर हो क्या यो झोला बोकेर हिँड्छु त्यो कन्टेन्ट गर्दै ल तेरो टिकटक बनाइदिनु भन्ने हो अँ भइसकेको अघि नै भइसकेको ओ यहाँ एउटा कार्टुन आयो कार्टुन भन मेरो कटहरू यसलाई चाहिँ भिडियो बनाइदिनु पर्ने अरे साथी हो होइन नफर्के छेउै छ यो हाम्रो गाउँको लास्टको अगाडि झोला बोकेर पनि हेर है यसले घरिघरि फर्किन्छ यो हाम्रो गाउँको भाले हो यो बेलालाई कुकुरी कहाँ पनि गर्छ बिहान बिहान के गर्छ यो कुकुरी कहाँ कुकुरी गर्छ यसको थुत्दैन चाहिँ म काट भन्ने यो ब्रान्ड हो देखा न 1000 रुपैयाँ परेको के पैसा चप्पलको नाम त गेम्बल देखा त देखा न एउटा कन्टेन्ट भेटिसकेको छ नि त यहाँ देखा न देखा न हेर्नु यो चप्पल चाहिँ ओभर उ हुन्छ है डुप्लिकेट हुन्छ यसो फाटिसकेको एकदम खप्ने यस्तो गाउँमा नथेट्यो होला उसको अरे ओरिजिनल चाहिँ यसो चाहिँ उडाको झर्दा झर्दै फाटिहाल्छ साह्रै खप्ने हो के साह्रो खपेको नयाँमा दुई यो गेम्बल चाहिँ कसले नकिन्नु है गाइस किन यसको प्राइस महँगो छ यस्तो कति दिनमा किनेको भन्दा यसको बर्थडे आउनु ल हामीले चाहिँ गेम्बल टालेको अवस्था है टाले होइन निरम भन्ने त माइला होइन माइला नि भयो नि 2 वर्ष भयो नि घटाउ अब 1 वर्ष 3 वर्ष लाग्ला यसकै दाजु त हो निरम यही बुढो भाइ होइन उसको भाइ नानी त जस्तो लाग्यो मलाई यसको चाहिँ मुख टालिदिनु न बेसी बोल्छ नचिकेले त टाले नि त के हो यार च्याप्पै गर खोल्दा अब खोलेन खोलिएन अरे सुपर फिल्ममा त त्यही पनि नगर क्या मलाई सिनबाट थिएन नि बाजा आइपुग्छ नाकबाट तान्दिएर